फेरि पनि तपाईँहरूलाई स्वागत छ। हिजो चाहिँ हामीले यता वसुन्धरा पार्कतिर गएर बनायौँ, प्रतिक्रिया ल्याऊ, एकदम राम्रो आइरहेको छ। सोसियल मिडिया, टिकटक, फेसबुकतिर पनि मैले एकदम राम्रो प्रतिक्रियाहरू पाइरहेको छु। अहिले चाहिँ हामी यो हलनचोकमा यो लेक साइडको नजिकै छौँ। आज मेरो भाइ र म छौँ। मेरो भाइले सौर्य भ्लगले चाहिँ ऊ चाहिँ क्यामेराम्यान छ भने चाहिँ म चाहिँ उसनै छु। तपाईँहरूलाई आज पनि म यहाँको माहौल बुझ्नेछु होइन, जनताहरूको माहौल बुझ्नेछु। कस्तो हुन्छ तपाईँहरूले हेरि। नमस्ते, म चाहिँ सौरभ। मैले चाहिँ युट्युबतिर भ्लगिङ पनि गरिरहेको हुन्छु होइन। सजन दाइ र म भएर चाहिँ नयाँ कन्टेन्ट अब नेपालमा अहिले जल्दो बल्दो होइन माहौल हेरेर त्यो अवस्था हेरेर चाहिँ हामीले गर्न लागेको। के कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला, मलाई पनि सपोर्ट गरिदिनु होला होइन। डिस्क्रिप्सन र यता यो टाइटलमा पनि मेरो आइडी भेटाउन सक्नुहुनेछ। अहिले चाहिँ जसरी देश विभाजन भयो नि, राजतन्त्र गणतन्त्र भनेर दुई ठाउँमा, तपाईँलाई कस्तो लाग्छ? राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र ठिक लाग्छ? खै हामीले हजुर आफूले काम नगरेसम्म अब त्यही होइन, पाखुरा नगरेसम्म अब के गर्ने? जुन सरकारमा पनि अब त्यस्तै छन्। अब के गर्ने? अब आफूले अब काम नगरेसम्म खानु पाउँदैन होइन। हजुर, दुःख नगरेसम्म अब के गर्ने? त्यसै हो हाम्रो नेपालमा। हुन्छ। अहिले जसरी यो देशमा राजा ल्याउनु पर्छ अनि भनेर एउटा राजतन्त्र छुट्टै अनि गणतन्त्र छुट्टै भएको छ नि, तपाईँले कसरी हेर्नुहुन्छ? राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र ठिक लाग्छ? गणतन्त्र ठिक छ। गणतन्त्रै ठिक छ है। अरू केही भनिदिनुहुन्छ कि यसको बारेमा? कसरी राजा त आउँदैन नि। हजुर, यही ठिक छ। अनि किन बढेको त फेरि अहिले राजतन्त्र राजा ल्याउनु पर्छ भनेर चाहिँ किन यो जन आवाज बढिराखेको छ नि त अहिले? अब अहिले भैँचालो गएको छ। हजुर, भैँचालो गएपछि राजा देशलाई दशा लाग्छ। हजुर, चर्कनी परेको छ, जमिन फाटेको छ। हजुर, त्यो दशा लगाएर अनि विभिन्न हुन्छ। हजुर, चर्कनी पऱ्यो भने देशलाई दशा लाग्छ। हजुर, भैँचालो गयो नि त। हजुर, एकदम गइराखेको छ, दशा लाग्छ। देशलाई त राजालाई दशा छ। यो दशाले चाहिँ नि उसो हुन्छ, हजुर, उल्लुङ्ग हुन्छ। हजुर, अब राजा आउँदैन। यही ठिक छ। गणतन्त्र नै ठिक छ। गणतन्त्र। हेलो दाइ, नमस्ते। नमस्ते। तपाईँलाई चाहिँ के लाग्छ अहिले जसरी यो देश दुई उसमा विभाजन भएको छ होइन, राजतन्त्र ल्याउन पर्छ, देश बचाउन पर्छ भन्ने छ एउटाको फेरि गणतन्त्र नै ठिक छ, अहिले नै ठिक छ भन्ने कुरा, तपाईँले चाहिँ कसरी हेर्नु भएको छ यो कुरालाई? मैले त के हेर्छु भने हजुर, विशेष गरी एउटा स्वयं एउटा राजा पाल्नुभन्दा एउटा राजा पाल्नुपर्छ भन्ने छ। हजुर, त्यो परिवेश हेर्नुभन्दा मैले त्यो तन्त्रै बदल्नुभन्दा कि विचार बदल्दा कस्तो होला भनेर म चाहिँ गणतन्त्र ठिक छ। तर राजतन्त्र हामीले गणतन्त्र 15 वर्ष चलाउँदा हामीलाई वाक्क भयो भने 240 वर्षको पहिलाको राजतन्त्र जहानिया राजतन्त्र चल्दा त हामीले देखेका थिएनौँ, सुनेका मात्रै थियौँ र केही साथीहरूलाई थाहा छैन नि त। त्यो भएर मलाई त गणतन्त्र नै ठिक लाग्छ, किनभने अहिले जे छ त्यो पहिला थिएन जस्तो लाग्छ। अब के हो खै, अब सबै जनताहरूले के भन्छन्, मेरो विचारमा त्यही ठिक लाग्छ। अनि फेरि अहिले जसरी अब हामी युवाहरू भयौँ होइन, उहाँहरूको चाहिँ के छ भन्दा राजा नै ल्याउन पर्छ भन्ने एकदम जनभावना बढिराखेको छ। यदि कसैले गणतन्त्र ठिक छ भन्यो भने उसले गाली खाने यस्तो भइसकेको छ कि कमेन्टहरूमा गाली गरेको बसात हुन्छ। यस्तो हो, त्यो चाहिँ त्यसरी यो कसरी के हो भन्दाखेरि यो हामी जुन हाम्रो यो एउटा तरिका छ त्यो राजतन्त्र फेरि हामी पनि त फेरि अहिले गणतन्त्रमा थियौँ र राजतन्त्र ल्याउँदा हामी पनि कसैको गुलामी हुन्छ नि त। त्यो अवश्य हामी गुलामी हुनकै लागि हो। जो अहिले ती हामीलाई लिड गरिरहेका छन् जुन राजतन्त्र चाहियो भन्नेहरू, भोलि पनि त्यो ओजामा गयो भने तिनीहरू गर्न सक्दैनन् भन्ने कुरा केही छैन। म पनि जुम्लाको मान्छे हो, ज्ञानेन्द्र साईलाई जिताउने मान्छे पनि भित्र पर्छु होला सायद, म भोटरभित्र पढ्ने मान्छे हो र आफ्नै घरको भोट दिने मान्छे पनि हो। ज्ञानेन्द्र साईलाई पहिला हामीले भनेकै थियौँ, उहाँले के भन्नुहुन्थ्यो भने राजाको कुरै नगर्नुहोस् भन्नुहुन्थ्यो। अनि अहिले उहाँले नै राजा चाहियो भन्ने कुरा गर्नुभएको छ। अब त्यस्तै ज्ञानेन्द्र साईको सोच अहिले परिवर्तन भएको छ भने भोलि त्यो राजतन्त्रको व्यवस्था फेरि परिवर्तन नहोला भन्न सकिन्न कि। गणतन्त्र जस्तै अहिले पहिला केही गर्नु हुँदैन, लुटतन्त्र ल्याउनु हुन्न भन्ने गणतन्त्र परिवर्तन भएर अहिले लुटतन्त्र मचाइरहेको छ, त्यस्तै राजतन्त्रले पनि नमचाउला भन्न सकिन्न। मेरो विचारमा त्यही लाग्छ। अब तन्त्र जो आए पनि व्यवस्था यही ठिक छ। तन्त्र चाहिँ मान्छे बरु बदल्दा बेस्ट होला जस्तो लाग्छ मलाई। बरु मान्छे बदल्दा एकदम जुन जननिर्वाचित कार्यकारी प्रधानमन्त्री, जननिर्वाचित राष्ट्रपति
हुँदा अझ राम्रो हुन्छ कि भन्ने मलाई लाग्छ। हस् हस् धन्यवाद। अहिले राजतन्त्र र गणतन्त्र भन्ने कुरा जुन हल्ला चलिरहेको छ नि, राजा आएर देश बचाउनुपर्छ, विकास भएन भन्ने कुरा हुन्छ, तपाईँले चाहिँ कसरी हेर्नुभएको छ? यो राजा ल्याउँदा ठिक हुन्छ कि अहिलेको नै यो व्यवस्था नै ठिक छ? त्यो त अब कस्तो भने व्यवस्था पनि ठिकै छ जस्तो लाग्छ कि अरे हजुर होइन र। अब सरकार त बन्ने त केही उन्नति नै छैन होला जस्तो लाग्छ मलाई। यसको विकल्प हामीले के गर्न सकिन्छ? तपाईँलाई के लाग्छ? सजेसन केही दिन सक्नुहुन्छ नेताहरूको लागि अथवा? नेताहरूको लागि त के दिन सक्ने, त्यही चुनाव दिने हो यार। जसले चाहिँ अब जनतालाई मान्छ त्यसलाई चुनाव दिने हो। राजा आएर चुनाव हुन्न हो। सरकारबाट नि सरकारको कति चाहिँ अब विदेशबाट पैसा कति आछ के गएको छ त्यो थाहै छैन। जनता मर्यो, जनता गरी खानु पर्यो, त्यति। फेरि यो अहिले जस्तो राप्रपाको कुनै नेताहरू हुनुहुन्छ नि, उहाँले चाहिँ राजालाई राष्ट्रपतिको ठाउँमा राखेर अनि सिधै प्रधानमन्त्री चुज गर्न पाउने व्यवस्था भन्नु, त्यो ठिक हुन्छ कि के लाग्छ तपाईँलाई? के छ? त्यो प्रधानमन्त्री त कति चुने, कति आयो, कति गयो हो। तर राजा आएको मान्छेले भन्छ राजा आएको ठिक जस्तो पनि लाग्छ। कस्तो लाग्यो? अब आउने ज्ञानेन्द्र त होला हो। विक्रम शाह मरिसक्यो हो। पारसहरू सबै सिल्टिसक्यो, भाँसिसक्यो। जनता भाँसियो। भोट माग्दाखेरि पैसा माग्ने अनि जनतालाई मार्ने। हेर गरिब जनता त्यसै मरिसक्यो नि। अब नदीमा चुनाव भएको थियो, अस्ति भरे चुनावै दिएन त्यहाँ। किन दिन्छन् चुनाव? जनतालाई चाहिँ हेल्प गर्न पर्यो, त्यति नै। अरू कुरो मजा हो। एकदम ठिक। हस् धन्यवाद। जसरी अहिले देश दुई विभाजन भएको छ नि, राजा ल्याउनु पर्छ, एक थरीले चाहिँ राजा ल्याउनु पर्छ, देश बनाउनु पर्छ, अर्को थरीले चाहिँ गणतन्त्र नै ठिक छ भन्ने लाग्छ। तपाईँ जस्तो हामी युवाहरू होइन, हजुरहरूले चाहिँ के बुझ्नुभयो यो कुरामा चाहिँ? कस्तो गर्दा ठिक हुन्छ? मेरो विचारमा के भन्छु भने मैले तपाईँको मुख्य कुरा यो देशको जनताको सुख होइन। तपाईँको व्यवस्था कुरा गर्नुहुन्छ भने तपाईँको चाइनामा कम्युनिस्ट व्यवस्था छ, अमेरिकामा प्रजातान्त्रिक व्यवस्था छ। तर प्रजातान्त्रिक व्यवस्था भएको चाहिँ अमेरिका र कम्युनिस्ट व्यवस्था भएको चाइना आज चाहिँ विश्वको एउटा चाहिँ टप मुलुक भएका छन् होइन, विश्वको एउटा समृद्ध मुलुक भएका छन्। मेरो मुख्य त्यसो भन्नुको अर्थ चाहिँ के हो भने वास्तवमा व्यवस्थाले कुनै पनि प्रभाव पार्छ जस्तो मलाई लाग्दैन। तपाईँको पारसी शाह यो देशको राजा भए पनि यो देशको विकास समृद्धि भयो भने त्यसमा कुनै चाहिँ फरक पर्छ जस्तो मलाई लाग्दैन होइन। त्यसको मतलब चाहिँ गणतन्त्र भए पनि तपाईँको चाहिँ यो देशको विकास, यो देशको समृद्धि, यो देशको चाहिँ जनताको रोजगारीको सबै कुराको देश समृद्ध भयो भने त्यो व्यवस्थाले चाहिँ कुनै प्रभाव पार्दैन। त्यसमा चाहिँ काम गर्ने प्रणाली चाहिँ तपाईँको देशमा सुशासन ल्याउने व्यक्तिले चाहिँ कसरी काम गर्छन् भन्ने कुरा चाहिँ मुख्य अर्थ रहन्छ भन्ने लाग्छ। तपाईँलाई धन्यवाद। के अरे तपाईँलाई अहिले अब राजा ल्याउनु पर्छ भनेर जुन अब चलिरहेको छ नि बाहिर, अनि फेरि कुनै मान्छेहरूले चाहिँ गणतन्त्र नै ठिक छ भन्ने कुरा छ, यसमा तपाईँको बुझाइ के छ? कुन चाहिँ ठिक हुन्छ? राजतन्त्र ठिक हुन्छ या गणतन्त्र ठिक हुन्छ? मलाई बेस्ट त सोचेर भनौँ है, गणतन्त्र ठिक छ। कसरी गणतन्त्र के भनौँ भन्दाखेरि गणतन्त्र सबैले नै एकै आवाज गर्नेलाई नै गणतन्त्र भन्छ है। मलाई चाहिँ त्यही नै बेस्ट लाग्छ। राजतन्त्र भन्दा पनि गणतन्त्र नै बेस्ट लाग्छ। अहिले फेरि किन माहौल बढेको त यो राजा ल्याउनु? खै त्यो तपाईँलाई केही लाग्छ यस्तो यस्तो भएर हुनसक्छ केही छ? बेस्ट भनेको नै त्यही हो। अब भनौँ न एउटा हिसाबले होइन, राजा भनेको अब देश बिनाको राजा हुँदैन होइन, राजा बिनाको देश हुँदैन। त्यही भएर चाहिँ राजा बेस्ट पनि हो, तर एउटा कुरा हुन्छ बेठिक पनि है। त्यही भएर मलाई लाग्दैन गणतन्त्र नै राम्रो है मेरो लागि है। हस् धन्यवाद। अहिले चाहिँ जसरी यो अब राजा ल्याउनु पर्छ, देश बचाउनु पर्छ भन्ने एउटा जनलहर छ, अनि अर्को चाहिँ गणतन्त्र नै ठिक छ भन्ने छ नि, यसमा चाहिँ तपाईँलाई कुन बेस्ट लाग्छ? कुन गर्दा ठिक हुन्छ होला? मलाई त तपाईँको यो गणतन्त्रले त देश पुरै डुबाइसक्यो होइन। व्यवसायहरू सबै खत्तम भइसक्यो, तपाईँको सब भ्रष्टाचार एकदम चरम सीमामा पुगेको भएर मलाई त पहिलाको राजा नै ठिक थियो नि। त्यति बेला हामीलाई थाहा भएन होइन, आन्दोलनमा उक्साएर लिएर गए, आन्दोलन गर्ने राजा हटाउनेतिर लागि। तर अहिले आएर बुझ्दै आउँदाखेरि चाहिँ राजालाई देशको जति माया छ यी चोरहरूलाई छैन जस्तो लाग्छ मलाई चाहिँ। मलाई चाहिँ मेरो लागि चाहिँ एकदम राजा नै एकदम बेस्ट। कसरी ल्याउन सकिन्छ त यसको प्रोसेसिङहरू चाहिँ? अब यसलाई त यस्तो हो, तपाईँको अहिले नेपालमा जति पनि छन् सबै झोले टाइपकै मान्छे छन्। हेर्नु सबै पार्टीकै मात्रै मान्छे छ।
तपाईँको जति पनि अब राजा चाहिन्छ, अब देशमा केही अलि राम्रो गर्ने खालको मान्छे चाहिन्छ भन्ने चाहिँ बाहिर छन्। यहाँ चाहिँ जति पनि छन् जम्मै पार्टीकै मान्छेहरू भएको भएरै यस्तो भएको, आन्दोलनै जरुरी छ यसको लागि चाहिँ। भनेपछि सबै जनता नै जाग्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ है। हेलो नमस्ते, तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र ठिक लाग्छ? के ठिक लाग्छ? राजा आएर देश विकास हुन्छ कि अहिलेको नेताहरू नै भएर देश विकास हुन सक्छ? के लाग्छ तपाईँको थिङ्किङ? राजा आएर पहिलाको जस्तै गर्यो भने ठिक हुन्न, अलिक स्वतन्त्र नै गर्यो भने ठिकै होला। अब अहिलेको नेताहरू त मन पर्दैन। भनेपछि राजतन्त्र नै ठिक कि तपाईँलाई, कि अहिलेको नेताहरूलाई चेन्ज गर्ने, भोट हालेर चेन्ज गर्ने भन्नुहुन्छ तपाईँले? हस् धन्यवाद। तपाईँले राजा आइदियो हुन्थ्यो, राजा आएर देश विकास हुन्छ जस्तो लाग्छ कि अहिलेको नेताहरू नै भएर देश गणतन्त्र नै गर्दा देश विकास हुन्छ जस्तो लाग्छ? के लाग्छ तपाईँलाई? नेताहरूले केही गरिरहेको छैन, आफ्नो लागि मात्रै दोहोन सुधाएको छैन। हामीलाई फुटपाथमा बन्द हटाएर आफ्नै दिन सघाइरहेको। भनेपछि हामीलाई अहिलेको नगरपालिकाले चाय वेतन दिएको छैन, गरिब दुखी जनताको के अरे छटपटको भारै ठुँदिएका छन् होइन। त्यो नेताले नहेरेर होइन, यहाँ के भन्छ ल होटलवालाले तपाईँहरूलाई चाय समोसा 24 वेतन दिएको छैन, मैले यहाँ 24 समोसा बेच्छु मैले यसमा, तर मलाई वेतन दिएको छैन, अनि मैले लुको झोला बेचेको छु म। अनि यो किन ठुल्ठुलो होटलले चलाउने गरी हामी दुई गरिबले के झोला वेतन नपाउने कुन चाहिँ यो कानुन भन्न भजल भन्ने दिने त हो कि न? यो भने त हामीले दुखी गरिबले गरेको खन्डा भने सर, यो सरकारले दिएको कुरा होइन, तर हामीले वेतन पाइएको छैन यहाँ। भनेपछि हामीले व्यवस्था नै चेन्ज गर्नुपर्छ। हजुर पर्नुपर्छ। तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? राजा आएर देश बच्छ जस्तो लाग्छ कि अहिले जसरी छ त्यसरी नै देश विकास हुन्छ जस्तो लाग्छ? जस्तै अहिले हाम्रो उसमा त जुन यो हाम्रो यसको मान्छेहरू सबैले अहिले राजा आऊ देश बचाऊ भनेर एकदम त्यो सोसियल मिडियाहरूमा एकदम धेरै बढिरहेको छ, त्यसमा तपाईँको भनाइ के छ? मलाई त्यही राजा आऊ देश बचाउनु ठिक लाग्छ, राजै ठिक लाग्छ। भनेपछि तपाईँलाई अहिले यो गणतन्त्र खासै मन पर्दैन? खासै त्यस्तो मन पर्दैन। भनेपछि तपाईँको यो जुन तपाईँ साथीभाइहरू हुनुहुन्छ उहाँहरूलाई पनि के लाग्छ होला? उहाँहरूलाई मलाई जे लाग्छ उहाँहरूलाई पनि त्यही लाग्छ, राजा ठिक हो। हेलो अङ्कल नमस्ते। नमस्ते। म चाहिँ अहिले जसरी यो देश दुईटा उसमा विभाजन भएको छ होइन, राजा ल्याउन पर्छ देश बचाउन पर्छ, एउटा पक्ष के भन्छ भन्दा गणतन्त्र नै ठिक छ भन्ने छ। तपाईँलाई चाहिँ कुन व्यवस्थाले ठिक हुन्छ होइन, कसरी हाम्रो देश विकास गर्न सकिन्छ भन्ने? अब यस्तो भयो, अब विकासको क्रममा विकास हेर्ने हो भने अब 47 सालदेखि यता जति पनि काम भयो एउटा 0% काम भयो, केही काम भएको छैन। यिनले एउटा केही माखो मारेको छैन। यो बहुदल आएदेखिबाट त देश उँधो लागेकै छ। त्योभन्दा त राजतन्त्रै ठिक छ, राजाले ठिक गरेका थिए। जति पनि अहिलेसम्म नेसनल हाइवे बने, कलेजहरू बने, क्याम्पसहरू बने, हस्पिटलहरू बने, इन्डस्ट्रियलहरू बने, सब राजाकै पालामा बनेका। यिनीहरूको पालामा आएर अहिले के बनाए? केही बनाएको छैन। यिनीहरूलाई माखो मारेको छैन, यिनीलाई लौरो लाएर लखेट्यो, काम छैन। राजा ल्याउने हो, राजा राख्ने हो, राजा आएपछि बल्ल देश हुने। अब कसैले भन्छ बोल्न पायो भने, बोल्न पाएर भयो, खान परेन, बोल्न मात्रै पाएर भयो। मान्छे जनताको हालत के भइसक्यो देख्नु भयो? 2500 3000 युवाहरू डेली विदेश जाँदैछन्। किन? के कारणले? यिनै नेताको कारणले। यो देश जति डुबाइसक्यो, यिनलाई छिटोभन्दा छिटो कसरी हुन्छ ठिकाना लगाउनु पर्यो, राजा ल्याएर राख्नु पर्यो। ल बस यही हो मेरो भनाइ। हस् धन्यवाद। नमस्ते। अहिले जसरी यो देश विभाजन भएको छ नि, राजा ल्याउन पर्छ देश बचाउन होइन, राजा आएर देश बचाउँछन् भन्ने एउटा पक्ष छ भने अर्को पक्ष चाहिँ गणतन्त्र नै ठिक छ भनेर भन्छ। त्यसमा चाहिँ तपाईँको धारणा के छ? हामी युवा भएर हामी गणतन्त्र नै राख्दा ठिक हुन्छ कि राजालाई नै ल्याएर होइन राजालाई नै पुनर्स्थापना गर्दाखेरि के लाग्छ तपाईँलाई? मलाई त के लाग्छ भने अब आफूले त देखेको छैन राम्ररी त राजा कस्तो थियो भनेर, कस्तो अब कार्यकाल कस्तो थियो। तर अब हजुरबुवाको हजुरआमा यस्तो कुराहरू सुन्दाखेरि बुढापाकाहरूको के भन्थ्यो भने अहिले राजा राम्रो थियो भनेर नेपालको स्थितिमा। किनकि अब कस्तो छ भने नेपाल भनेको एउटा सानो देश हो कि, अब राजा हुँदाखेरि आफ्नो कुनै पनि कार्य गर्नलाई त अरू देशहरूसँग गएर ऋण नमाग्ने, बरु गएर त्यहाँ हेल्प माग्थे कि म बरु एउटा गरिब देशको राजा हुन्, मलाई सहयोग गरिदिनु भनेर सहयोग माग्थे। अरू आजकलको यो नेताहरू के छन् भने आफ्नो बाबुको सम्पत्ति देश हो भनेर ठाडो गरेर मलाई यतिको ऋण चाहियो भनेर मागेर आउँछ। जनताले त्यही अब राजाको कस्तो थियो भने राजा हुँदाखेरि 3000 समथिङ
ऋण थियो प्रत्येक व्यक्तिमा, अहिले लाखौँ भन्दा बढी छ क्या। त्यसपछि राजा हुँदाखेरि ल मान्छेले भन्छ राजाले जे पनि गरेको थियो, मान्छे मार्दा नि केही प्रब्लम भएको थिएन, र अहिले पनि त्यस्तै त भएको छ। कतिवटा केसेसहरू छ, निर्मला हत्याकाण्डको त्यस्तै छ, 2018 केस हो, छैन त, पावर भएको मान्छे थियो, अब त्यसपछि एउटा पनि केस चलेन। त्यसपछि यहाँ हाम्रो सरकार एउटा पनि राम्रो 5 वर्षसम्म कार्यकाल गर्नै सकेका छैनन्। सबै नेताहरू के छ भने आज प्रधानमन्त्री केपी ओली, भोलिपल्ट शेरबहादुर देउवा, पर्सिपल्ट त्यसपछि तिम्रो यो प्रचण्ड, यस्तो पालो पालो गरेका छन्, कुनै पनि राम्रै कार्यहरू गर्न सकेका छैनन्। हाम्रो यो प्रजातन्त्र भनेको हाम्रो देशको लागि अमेरिकाले पनि फ्रड हो भन्छ, नेपालको प्रजातन्त्र भनेको फ्रड, इन्डियाले पनि त्यस्तै भन्छ। जुन पनि देशमा जाँदाखेरि अब सबै देशले हेप्न थाल्यो क्या अब नेपाललाई। कस्तो भन्नु, जब सरकार नै स्थिर छैन, अस्थिर भएर तिम्रो आज भोलिको पर्सिको प्रधानमन्त्री चेन्जिङ भएको कारणले हाम्रो नेपालमा विकास भनेको केही छैन। राजा हुँदाखेरि तिम्रो 72वटा तिम्रो त्यो फ्याक्ट्रीहरू थियो, अहिले त्यो 72वटा फ्याक्ट्रीहरू मध्ये अहिले जब 30वटा छन्, 42वटा बन्द भइसक्यो। सबै त के त नेताहरूको आफ्नो त खल्तीमा पैसा हाल्नको लागि। त्यही कारण हो, त्यही अब राजतन्त्र नै अब आओस् भनेर चाहना छ। अब ल, धन्यवाद।